Hi, good morning. मेरो भिडियो आछ? Hi, good morning. Day 3 in बन्दीपुर. तर यस्तो ब्याड लाग्छ कि हामी चाहिँ पानी एकदम पर्यो, भिज्यो. गाइजहरुले चाहिँ छाता पाएछ, हामीले चाहिँ पाएन. हैन ठिकै छ, मैले ज्याकेट लाछु. अनि हामी चाहिँ पोखरा गयो, सबै बन्द. बन्दीपुर आयो, पानी पर्यो, भिज्यो, के गर्ने हो? सरोज गुड मर्निङ. वाटरप्रुफ हो के? सरोज गुड मर्निङ. कहाँ हो हामी? डे 3 बन्दीपुरमा यसो भोक लागेर अब यसो खाजा खान यसो हामी लाग्छौँ. खाजा खाएर अनि माथि गुफाहरू के हुन्छ हेरौँ. गुफा त पानी परेछ, तर यहाँ चाहिँ एसियाको ठुलो गुफा छ अरे. तर हामी थाहा छैन, आज जान सक्दैनौँ मलाई, किनभने पानी पऱ्यो, स्टिल पानी परिरहेछ. बेलुका एकदम ठुलो पानी परेको थियो, तर अहिले चाहिँ अलिकति लाइट भयो. अनि हामी बाहिर निस्क्यौँ. हामीले चाहिँ खाजा ब्रेकफास्ट गरेको छैनौँ. हामीले चाहिँ होटेलबाट चेकआउट गऱ्यो. चेकआउट गरेको भिडियो चाहिँ गर्न बिर्सेछौँ, किनभने हामी अलवेज रसिङ. तर यहाँ पानी नि यस्तो छ. एउटा छाता पाएछ, दुईवटा छाता पाएछ गाइजहरूले. अनि हामी चाहिँ बिना छाता. भाइ टेक केयर अफ माई ब्याग है. ओइ 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 ओइ. अनि यो चाहिँ हिजो हामी घुमेको हिँडेको एरिया हो. हामी आज पनि यसो यसो हेरौँ बजार, अनि घर जाउँ भनेको. तर इट्स सो ब्याड भयो नि त. मलाई चाहिँ के खानु मन छ भने सेल तरकारीहरू खानु मन छ ब्रेकफास्टमा. अब हेरौँ यता कतै पायो भने हामी त्यो खान्छौँ. सेल रोटी. आर यु ओके विथ द्याट? आलु तरकारी, अन्डा, चना. आर यु ओके विथ द्याट? पानी परेछ. गाइजहरू फोटो भिडियोहरू खिच्दैछ. पानी नभरे भए चाहिँ यस्तो बबाल हुन्थ्यो कि, तर के गर्ने, पानी पर्यो है. It's all right. हामी चाहिँ बन्दीपुरमा छौँ. अनि यहाँ चाहिँ ड्रेस रेन्ट गर्ने रहेछ, जानुपर्छ. हामी चाहिँ यता लुगा लाउन बसिरहेको रहेछ. यता पनि लुगा लगाइरहेको रहेछ. लाउने हो लिजासँग पाउने नेवार ड्रेस लाग्यो. टक्क फोटो बुढी बनी लक्षण रहेछ. मेरो भाइ पनि नेवारै हो, कुरा मिल्ला जस्तो छ. भाइ चाहिँ है साइनिङ पुरै टल्किरहेछ. ठाउँ त बाहिर माथि मात्र लाउने होला होइन हामीले त. तल पनि लाउने होला. टिका छैन, यस्तो ब्लाउज ठुलो नाम सम्झिरहेछु म. यस्तो सिलाउ अनि रातो ब्लाउज पनि सिलाउ. यहाँ चाहिँ लुगा गुदाम. ढाका टोपी यहाँ चाहिँ लुगा लगाइरहेछ त. लुगा लगाइरहेछ त, लुगा लगाइरहेछ. हाम्रो लाउरे दाइ, लाउरे पल्टन छिट्यो. हामी लाएर भेट्छौँ. ल गाइजहरू यहाँ के हुँदैछ खै, सबैजना यतै हेर. कम अन लुक एट मी. छ्या अनुहार देखाउ तिम्रो. सरोज सबिना ठिक भयो? मम्मी भयो? तपाईँले चोल ठिक भएछ त? लिजा आम रेडी. लिजाले के गर्ला त्यो सुरुवाल? टिका पायो भने ठ्याक्कै राम्रो देख्छ. अनि म पनि हाफ रेडी. आज हामी नेवारको भोज खाने. चिउरा तरकारी कसले लिजन यता हेर त भाइ. Are you guys ready? Ready.
आमामा एक देखे त सबलाई त के हो यस्तो आमामा सक्दैन नि फेरि देखे त गाइजहरूलाई त अब हामी चाहिँ रेडी भइसक्यौँ सबजना टिकटक बनाउँ त सबजना रेडी भयो अब हामी टिकटक बनाउने रे त्यस्तो रहेछ फेरि म चाहिँ फेरि डेन्जर हो म खाइदिन्छु फेरि मार्केट टिकटक बनाउँदैछ अब चाहिँ हामी फोटो सुटिङ गर्ने बेला भेटौँला हुन्छ हामी भित्र जान्छौँ फ्री आउँछ बाहिर एउटा मोबाइलबाट हाल्दै गर्नु चिन्नुहुन्छ राख्नुपर्छ पहिले त्यो युज आउनु तिमीलाई अब चाहिँ किन्दैन छैन केही छैन हामी फोटो खिच्ने रे फोटो खिच्नु हामीले निस्किसक्यौँ हाम्रो नेवारी ड्रेस लाएको थियौँ तपाईँले चाहिँ सर्ट्समा हेर्न सक्नुहुन्छ फोटो त्यहाँ हो गर्नुपर्छ हो एकदम सबजना त्यही रहेछ चाँडो हिँड्नुपर्ने क्या कुद्दु वाइ रिजल्ट इज नट रिजल्टिङ वाइ नट केभ पनि जानु पाइन सिधा केभ के घुम्नै पाएन नि पोखरा सबै बन्द पर्को पनि आउनुपर्छ नेक्स्ट टाइम क्यामेराबाट भन्दा त फोनबाटै राम्रो आउँदो रहेछ फोटो होइन अझै भन्नु पर्ने नि त्यस्तो ठुलो क्यामेराहरू राम्रो आउनु पर्ने त्यहाँ हामी त्यहाँ जानुपर्छ
तिखा लाग्यो हौ 500 अब यहाँ जिक्नुहुन्छ एकछिन यहाँ बस्नु रुक्नु कस्तो लाग्यो बबाल कस्तो लाग्यो देशमा फोटो सेसन भयो एकदम बबाल लाग्यो दुईजना छाताबाट आएर लुखुर लुखुर मैले फोटो के भयो राम्रो लाग्छ मैले खिचेछ क्यामेराबाट अहिले देखाएर ऊ पर रहेछ अर्को हामी गाडीमा चढ्छौँ अब हाम्रो डेस्टिनेसन कता हो अब हाम्रो डेस्टिनेसन कता हो अब घर लाग्छौँ हामी काठमाडौँ कता चाहिँ कता जाने हामी काठमाडौँ लाग्यो काठमाडौँ अब हामी सिधै काठमाडौँ अब काठमाडौँ गएर भेटौँला के त बाटोमा के भयो भने भेटौँ Hello guys, day 3, welcome to my vlog. सरस सोमा चक्क आज चाहिँ हामी नेवारी ड्रेसमा फोटो सेसन गरेर हैन यस्तो रमाइलो भइरहेछ आज बन्दीपुरमा पानी पर्यो नि मौसम खराब भयो नि हामी रमाइलो लिँदै छौं चट्टा लाएर यहाँ तितो र खाँदै चट्टा लाएर खाने हो नि तिमीले कस्तो राम्रो देखेको आज यो ड्रेसमा बाबा राम्रो देख्छ पार्टी खाऊ खाऊ यता चाहिँ मम्मी भाइ लिजन उता अर्को मम्मी हुनुहुन्छ ड्राइभर दाइ मलाई नि म यहाँ छु हामी सबैजना यता लास्ट सिटमा सबैजना लास्ट सिटमा होइन सानो अर्को खोइ त डर कस्तो लागिरहेको अलिक बोर छ हो फोटो राम्रो नआएर ठिकै छ त बोर मान्नु पर्दैन यति भन्दा अब हामी कहाँ जान्छौँ भन नि त अब हामी ब्याक टु काठमाडौँ किनभने हामीले बन्दीपुरमा केही हेर्न पाएन बिकज अफ द वेदर बिकज अफ द ब्याड वेदर पानी परेको परै हिजो बेलादेखि सो वी आर हेडिङ ब्याक टु काठमाडौँ नाउ ओके वी आर अन द वे टु काठमाडौँ मान्छे हाल्ला जस्तो भाडामा खानु भिडियो खिच्छ फिस करी चिकन करी फिस करी चिकन करी मटन करीहरू मटन करी फिस पनि पायो कम्प्लिमेन्टमा ल खानु अब चाहिँ हामी क्याम दिने हो भोक लागिसक्यो हो भोक लाग्यो सुरु गर्यो अब चाहिँ राम्रो लाग्यो खानु खामै खाम के गर्ने रे हामी कहाँ आइपुग्यो मलेखुको माछा भात खायो नि त हामीले 5 बजे भात खायो बिहानको अब के किन्ने लोकल दाल खाना मिठो मलाई सबै मिठो लाग्छ चिकन माछा प्राउन
सबै मिठो लाग्यो लिजालाई कस्तो लाग्यो हिजो त छाला मात्र हड्डी मात्र खान पाएको आज त मासु खान पाउँदा त मिठो लाग्यो हिजोको त अमिलो भयो त्यो अर्को ठुलो खालको मिठो थियो सानो खालको ट्राई गर्नु किन नगरेको यहाँ हेर प्योर दालहरू हेर यो दानामा मैले फोरेको यस्तो पिठो हुन्छ लोकल प्योर दाल यहाँको मलेकुलको यो दानालाई दानै भयो नि तिमीलाई कुन दाल मनपर्छ रातो दाल छैन सबै लोकल दालहरू हेर फर्सी अम्बा कुकुम्बर ब्रोकाउली काउली लेडी फिङ्गर टोमेटो सबै छ फिस बोराको त 500 धेरै महँगो भएन बोराको लागि 500 कति किलो दाल भटास सब प्योर होइन त लोकल ए ल ल जाउँ हाम्रो गाडी यहीँ छ लाग्नु पऱ्यो घर आकाश क्या खतरा दे है